गएर भएन नि त क्लब जाँदाखेरि हाफ कट लाउने हो पार्टी जाँदाखेरि साडी लाउने हो हैन साडी कुर्ता त्यस्तो आफ्नो आफ्नो वेमा हिँड्नुपर्छ के हो त तर चाहिँ त्यही पनि सिन्दुरको कुरामा चाहिँ तपाईले जज पनि नगर्नु के किन भन्दाखेरि चाहिँ हैट बरु चितवनको गैंडा राम्रो होला यार बेजेती आइमै अरे किन तपाईले विकासजी तपाईले कल्ला भन्नुभएको त्यो कुरा प्रश्नको उत्तर दिन्छ तपाईले कल्ला भन्नुभएको तपाईले त्यो कल्ला तपाईको आमालाई भन्नुभएको हो कि तपाईको बुढीलाई भन्नुभएको हो तपाईको दिदी बहिनीलाई भन्नुभएको हो भन्नु त कल्ला भन्नुभएको तपाईले त्यो प्रश्न कसलाई भन्नुभएको कल्ला बेजेती आइमै भन्नुभएको आइमै ए मलाई पो भन्नुभएको तपाईले यहाँ मेसेजको मेसेज कति गर्नुभयो तपाईलाई मैले रिप्लाई दिन भनेर यहाँ ठुली पल्टिनु भएको हो तपाईको मेसेज मैले रिप्लाई किन दिनी तपाईको मेसेजको रिप्लाई किन दिनी तपाईको मेसेजको रिप्लाई मैले हजुर भनेछु यहाँ तपाईको मेसेजको रिप्लाई किन दिनी मैले भन्नु त किन दिनी तपाई को हो मेरो पोइ हो अठा फुर्ती लाउँछस् भण्डारी भएर भण्डारीको इज्जत फाल्छस् मेरो फुपू पनि भण्डारीसँग बिहा गर्दैका हुन् बुझिस् भिनाजु भन्न पर्छ तँलाई त मैले त लेडिज ठाउँमा आएर यसरी बोल्न लान लाउँदैन राम 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 अनुहार दनुहारको त रहेछ यस्तालाई मैले त खुट्टामा राखे पनि हेर्दिन भाइ जा मेरो घरमा भाडामा नआइज यहाँ मैले कति दिन भइसक्यो बेलुका खाने बित्तिकै अब हामीले चाहिँ भाडा मान्न पर्छ यसले मलाई मेसेज गरेछ मैले रिप्लाई दिए हैन के बहिनीहरु रिप्लाई दिए हैन मैले यहाँ कति धेरै मेसेज गरिराछ के यहाँ मैले रिप्लाई दिए हैन मैले म त अब म्याडम नमस्कार भन्यो हजुर भन्यो यहाँ मेसेज गरिराछ मैले जब दिसन यहाँ आएर कति माशाल्लाह मलाई त हेलो माइजो को आको दिदी ए दिदी आए भित्रै आए नानी त यही रहेछ त सामान हेर्छ सामान हेर्दा मान्छे भित्र आइछ नि दिदीलाई त त्यसो लाग्यो के मलाई नि त्यस्तो जब मान्छेले भन्यो भन्दैमा हामी पिर मान्ने कुरै होइन के भन्यो आइहाल्यो फेरि एउटा एउटा के कमेन्ट गरियो यसले गुड एक्सन भन्या यस्तो जाब गरे यस्तो जाब त्यो मलाई त्यो के अरे हजुर ओ तपाईलाई नि मैले हिजै भनेको गरे भन्नु त दिमागमा चाहिँ तपाईको र मेरो एउटै रहेछ यसलाई अब तपाईले यसलाई चाहिँ चट्ट बेलुका धुने त्यो निकाल्ने त्यो एउटा पेपर जस्तो हुन्छ हैन त्यो पेपर निकाल्ने त्यहाँ हेरेर पेपर निकाल्ने मजाले 15 मिनेट क्लिजिङ गर्ने मजाले 15 मिनेट क्लिजिङ गर्ने हैन अनि 15 फुकेर गरे नि भयो नफुकिकन गरे नि भयो अनि सुक्खा सुक्खा टाइपको भयो भने फेरि पानीमा भिजाएर फेरि क्लिजिङ गर्ने है 15 मिनेटसम्म अनि त्यसपछि त्यो सल्लक्क चिसो पानीले पखाल्ने है अनि पखाली सके पछाडी चाहिँ तपाईले मस्टाइजर हिजो ल्याएको त्यो मस्टाइजर छ नि त्यो सेटाफलको के सेटाफल पहेँलो हैन अर्को सेतो हो त्यो लाएर सुत्नु तपाई आज है अनि भोलिपल्ट उठेर फेरि त्यसैले मुख नधुनु